ठारी मास्टर तैले मेरो छोरालाई ट्युसन पढाउन सक्छस् त? हैन तैले मलाई चान्चुने मास्टर सोचिस कि क्या हो ए टुक्ने हल्दार? तेरो जेठी छोरीलाई पनि मैले पेल्लेर ट्युसन पढाएको होइन? तैले त्यही पेल्लेर पढाएको भएर त 1.5 महिनामै पढ्न नसकेर पहिला गई। राम्रै त भयो नि, अहिले 2टा छोरा पाएर मजाले मैले गर्दाखेरि घर गरेर खान सक्ने त भयो नि। तैले पढाएको विद्यार्थी बिहा गरेर घर गरेर खान सक्ने मात्रै भएको छ नि? अलि राम्रो पोस्टमा पुगेको पनि छ नि मास्टर। ल कता बोले होला, त्यो माथि रामचन्द्रको छोरो छैन? त्यसलाई मैले म्याथ ट्युसन पढाएको, त्यसले अहिले कति मजासँग डिएम ढोका ठटाउँदै प्यासेन्जरहरूसँग 1 रुपियाँ तल माथि नगरी कति मजासँग भाडा उठाउँछ। अनि त्यो पल्लो गाउँको रामरी छोरोलाई हेर, त्यसलाई मैले साइन्स ट्युसन पढाएको, अहिले त्यहीलाई हेर कति सिमेन्टमा कति बालु हाल्ने कति गिटी हाल्ने ठ्याक ठ्याक मात्र मिलाएर कति राम्रो गाह्रो लगाउँछ। अहिले त्यो गाउँकै गन्ने मान्ने मिस्त्री भइसकेको छ। भने मलाई चान्चुने मास्टर सोचिरहेछस् कि क्या टुक्ने हल्दा? हो रहेछ मास्टर, तैले पढा विद्यार्थीहरू एकदम राम्रो पोस्टमा पुगेर रहेछ। मेरो छोरालाई पनि यस्तै राम्रो पोस्टमा पुग्ने गरी ट्युसन पढाइदिनु पर्यो। बरु महिनाको फी चाहिँ कति लिन्छ सहिले? अब राम्रै मास्टरसँग पढाउन लाग्छस् के रे? धेरै त होइन, त्यही महिनाको 10वटा जति 1000 देन। 10,000? होइन महिनाको 10,000 कहाँबाट ल्याएर दिन्छन् मैले तँलाई? जब 10,000 कहाँबाट कमाएर ल्याएर दिने म सिकाउँछु तँलाई उपाय। ल आइज ल टुक्ने, अहिले यतिको कमाएपछि जब महिनाको 10,000 फी तिर्न सक्दैनस् त? सकिन्छ मठारे सकिन्छ। ल त्यसो भए तेरो छोरोलाई मसँग भोलि बिहानदेखि ट्युसन पढ्नलाई पठाइहाल। अब यति राम्रो कमाइ हुने भएपछि तँभन्दा राम्रै मास्टरसँग लगेर पढाउँछु जाठा।